म एकदम बिलिभ गर्छु र म एभ्री टाइम मैले ठ्याक्कै 11 नै भेटिरहेको हुन्छु कि फोनमा पनि अनि धेरै जस्तो एकदमै फलो गर्छु मैले हो कस्तो लागिरहेछ त आज महाराज धिराजको यो एकदमै मजा आइरहेछ पोजिटिभ एनर्जी आइरहेछ किनभने सबै टिम मेम्बर यति राम्रो हुनुहुन्छ होइन अनि प्रोड्युसर साहबहरू डाइरेक्टर साहबहरू त अगाडि बसेर पूजा गर्दा पनि त्यो भाइब्स क्या अनि ब्लेसिङहरू मलाई चाहिँ मनमा के नि सबैजनाको राम्रो होस् भन्ने खालको त्यो मनमा आइरहिरहेको थियो किनभने लगानी गर्नु एउटा फिल्म बनाउनु भनेको एउटा जोक होइन किनभने सारा सपना नै बुनेर बनाएको हुन्छौँ होइन अनि त्यो पुरा होस् दाइहरूको भनेर म त्यो दाइहरू मेरो फ्रन्टमा हुन्थ्यो म यता हुन्थ्यो त्यो नै म सोचेर बसिरहेको थिएँ हो यता पुष्पजी हजुरले त कति धेरै मेहनत गर्नु भएको छ भनेर आज हिजोबाट नै थाहा हुन्छ होइन कति केजी दुब्लाउनु भयो हजुर 7 केजी 7 केजी कति समयमा 45 दिन 45 दिनमा 7 केजी कतिको गाह्रो भयो अनि कतिको के अरे हजुर कतिको एक्साइटेड हुनुहुन्छ त आज शुभ मुहुर्तको दिन चाहिँ एक्साइटेड त एकदमै छौँ किनकि अलि थोरै अगाडि नै फ्लोरमा जाने जुन तयारी थियो अलि सर्दै थोरै सर्दाखेरि चाहिँ अब फाइनल्ली आज चाहिँ 22 गते हाम्रो राम्रो तरिकाले एउटा पोजिटिभ भाइब्स बिहानैदेखि भगवानको पूजा गरेर हामीले जुन तपाईँहरूले देखिसक्नुभयो त्यो जुन तरिकाको हाम्रो पूजा थियो त्यो हेर्दाखेरि नै हाम्रो तयारी कस्तो खालको छ र कुन लेभलको छ भनेर हामी अनुमान गर्न सक्छौँ पक्कै पनि राम्रो साथ पाउँछौँ र हामी यो प्रोजेक्टलाई जुन तरिकाले सोचेका हौँ त्यो तरिकाको सम्म चाहिँ त्यो उचाइसम्म पुर्याउन सफल हुन्छ हाम्रो टिम भन्नेमा म विश्वास गर्छु त्यही भएर एकदम पोजिटिभ छ यो टाइममा सबै मिलाउने के तपाईँहरूको टिमको कुरा थियो कि कसले यो समय हेर्नुपर्छ मुहूर्त हेरेर मुहूर्त चाहिँ समयमा गर्नुपर्छ भनेर चाहिँ साइट हेर्ने काम चाहिँ कसको थियो यो हाम्रो टिमको नै थियो टिमको नै टिमबाटै सल्लाह गरेर यसरी चाहिँ जोडले भन्नु पऱ्यो एनर्जी त्यो चाहिँ हाम्रो टिमको नै सल्लाह भएर यसरी चाहिँ हामीले मुहुर्त गर्ने भनेर सल्लाह गरेर नै कति पूजा चाहिँ लगभग 2-3 घन्टा बस्नुभयो पूजामा भयो बिहेको मण्डपमा कति घन्टा बस्नु भएको थियो त्यही 4-5 घन्टा त होला नि यो कुन मण्डपमा बस्दा चाहिँ अलिक गाह्रो हुँदो रहेछ मलाई त फिल्मको मण्डप बस्दा एकदम मजा आउँछ हो किन के यो भनेको मेरो आज म जहाँ छु जे छु जसरी मलाई चिनेको छ जति माया पाएको छु यही इन्डस्ट्रीको भएर होला मलाई यहाँ आइसकेपछि मेरो इन्डस्ट्रीको मान्छेसँग हुँदाखेरि चाहिँ मेरो मुखमा आफ्नै चमकै छुट्टै आउँछ घर जाँदाखेरिको मेरो फेस अर्कै हुन्छ भने इन्डस्ट्रीभित्र छिर्दा इन्डस्ट्रीभित्र काम गर्दाको मेरो त्यो आई डोन्ट नो जलिनेस त्यतिकै आउँछ कि घरमा जानु छ छैन स्याडै हुन्छु ल अहिले पनि होइन मलाई मन कहाँ छ मेरो प्रेम कहाँ छ भन्ने चिज हुन्छ क्या प्रेम मेरो चाहिँ यहाँ नै छ नि त बेसी भनेपछि यो काममा छ। भन्दा बढी प्रेम चाहिँ तपाईँलाई सिनेमामा छ एकदम दाजुलाई के भन्नुहुन्छ त होइन यस्तो हुन्छ पर्सनल चिज र प्रोफेसनल चिज फरक हुन्छ होइन तर प्रोफेसनलाई एकदमै मनदेखि नजिक ल्याएको छु क्या अनि त्यो चाहिँ एकदमै मनपर्छ हामीलाई हो पुष्पजी हजुरलाई चाहिँ कहाँ बढी मन लाग्छ के लाग्छ अब पूजाजीले भन्नुभयो घरमा भन्दा बढी उहाँ सिनेमामा खुसी हुनुहुन्छ भनेर होइन हामी त अहिलेको समयमा आफ्नो करियरमा नै बढी फोकस हुने भएको भएर करियरमा नै बढी प्रेम हुन्छ अब पूजाको उसमा चाहिँ अलिकति प्रेम बाँडिएको हुनसक्छ उसले जति भने पनि होइन तर मेरो प्रेम चाहिँ सबै करियरमै छ मेरो क्वेसन पूजाजीलाई हजुर जस्तै पुष्पजीले चाहिँ यो फिल्मको लागि भनेर 7 केजी वेट घटाउनु भयो उहाँको जिमको भिडियो पनि हामीले हजुर हजुरले चाहिँ महाराज भिराजको लागि के त्याग्नु भयो पुष्पजीले जस्तो के चाहिँ मिहिनेत गर्नुभयो हजुरले चाहिँ यो फिल्मको लागि पुष्पको 100% छ नि मेरो 85% छ मेन म उबाट सिक्दैछु हरेक चिज हुन्छ नि म यति साह्रो फलो गर्दैन थियो होला त्यति फलो गरेर हिँडेको छु कि म अहिले अब हजुर पनि दुब्लाउनु भएको छ भन्नाले त्यही चिज गरिरहेको छु भन्न खोजेको के चाहिँ चेन्ज देख्न पाउँछौँ महाराज भिराजमा पूजा शर्मालाई चाहिँ त्यो चाहिँ तपाईँले फिल्म आएपछि हेर्न पाउनुहुन्छ किन मैले त्यो भन्न मिल्दैन किन मैले अहिलेसम्म नगरेको क्यारेक्टर चाहिँ तपाईँले यसमा देख्नुहुन्छ महाराज धिराज पुष्प बन्दा के महारानी बन्दैछन् त पूजा शर्मा त्यो चाहिँ अब डेट थाहा छैन हामीलाई जहिले रिलिज हुन्छ तहिले थाहा हुन्छ तपाईँलाई पुष्पजीलाई मेरो क्वेसन हो योभन्दा अगाडि नै यो फिल्मले त पोस्टरबाट निकै हाइप कमाएको फिल्म हो महाराज भिराज यो टाइटल नामले नै होइन यो फिल्ममा पहिला सुरु पलजी हुन्थ्यो त्यसपछि तपाईँ आबद्ध हुनुभयो होइन मनमा कतिको डर थियो किनभने यो फिल्म पहिला पललाई गएको अब मैले गर्नुपर्छ मेहनत सुन्दाखेरि चाहिँ मनमा के खेलेको थियो फर्स्ट होइन डर तपाईँको प्रश्नमा डर भन्दाखेरि कस्तो खालको डर हो त्यो चाहिँ मैले बुझिनँ हामीले कुनै पनि प्रोजेक्ट गर्दाखेरि आर्टिस्टहरू हेरफेर त हरेक प्रोजेक्टमा हुन्छ कहिले टाइमको हुन्छ कहिले आफ्नो समस्या हुन्छ र मैले यो प्रोजेक्टमा गर्दाखेरि मलाई डर यसमा छ कि जुन यो क्यारेक्टर छ
होइन मेरो क्यारेक्टरको नाम अधिराज हो। यो क्यारेक्टरको जुन चाहिँ एकदम चुनौतीपूर्ण छ त्यसलाई म कति न्याय दिलाउन सक्छु भन्ने डर मलाई त्यति मात्र। तपाईँ र पल्जी बिच यो फिल्मले गर्दाखेरि बोलचाल बन्द त छैन भएको त्यस्तो हुँदै हुँदैन। तपाईँकोमा स्क्रिप्ट पुगिसकेको छैन पूजाजीलाई चाहिँ सोधौँ न, जस्तो दुवैको पोस्टर हेर्नुभयो नि, सुरुमा पल्जीको लागि पल्जीको महाराज धिराजको पोस्टरले नै चर्चा पाए, त्यसपछि फेरि पुष्पजीको होइन, कसलाई चाहिँ बढी महाराज धिराज बन्दा त्यो पोस्टरमा सुट गरेको थियो? मलाई दुइटै राम्रो लागेको थियो। मलाई दुवैजना मलाई एकदम मनपर्ने कलाकार हो, दुवैजना फेभरेट हो, दुवैजना जे गरे पनि मनपर्छ मलाई। अहिले हजुर चाहिँ कति खुसी हुनुहुन्छ? पुष्पजी पाएर खुसी हुनुहुन्छ कि पल्जी हुनुहुन्न फिल्ममा भनेर दुःखी हुनुहुन्छ? म त्यस्तो छैन, मलाई किनभने लक हो क्या, भाग्यमा तिम्रो लागि लेखेको चिज जसलाई छ त्यो नै हुने हो होइन। आज भाग्यमा पुष्पलाई लेखेको थियो, पुष्पले अब त्यही अनुसार उसले काम गर्दै जान्छ, उसले मेहनत फेरि त्यस्तै अनुसार गरिरहेको छ होइन। एउटा त्यो लेखान्त हो जुन जुरेन होला कि टाइम भ्याएन होला, बिजी सेड्युल होला के होला त्यो त मलाई थाहा छैन होइन, उहाँहरूले थाहा होला प्रोड्युसर्सजीहरूलाई। तर जे हुन्छ लेखान्तमा लेखेको चिजहरू नै हुन्छ अरे क्या, त्यही नै। मलाई त एकदम उहाँ पोस्टर भन्दा पनि उहाँले रियलमा अझ पोस्टरको भन्दा राम्रो गर्नुभएको छ क्या। त्यो जुन चाहिँ फिटनेस हुन्छ नि त्यो मान्छेलाई हेर्दाखेरि गर्छ र गर्दैन होला भन्ने लाग्छ, कतिलाई लाग्ने होला। तर पुष्प चाहिँ मलाई त्यो हामी कुरा पनि गर्थ्यौँ 100% गर्ने चाहिँ पुष्प नै भन्ने खालको त्यो हुन्छ नि। यो जुन चाहिँ उसले प्याकहरू निकाल्यो, हरेक चिज मेहनत भन्यो भने उसले केही खाएको पनि छैन होला क्या, जुन चाहिँ अहिले उड्दा पनि जुरुङ्ग रिङ्गडा लाग्छ उसलाई होइन। त्यो एउटा मेहनत हो नि त होइन कलाकारको। अनि त्यो हेर्दाखेरि उसले त्यो पोस्टरको भन्दा नि अझै भित्रीदेखि नै राम्रो गरेको छ उसले। पुष्पजीले के खान छोड्नु भएको छ? यसको छुट्टै सेड्युल हुन्छ वेट लसको चाहिँ, हजुर डाइट प्लानहरू हुन्छ यसमा। मेरो चाहिँ अब दुईजना कोच हुनुहुन्थ्यो, प्रकाश केसी दाई र सञ्जीव श्रेष्ठ लिम्बू, उहाँहरूको अन्डरमा चाहिँ मैले त्यो डाइट प्लानदेखि लिएर वर्कआउट एउटा जस्तो निर्माताजीलाई पनि सोधौँ न, विराटजी, अब यो महाराज धिराज टिम हेर्दाखेरि त साँच्चीकै नेपाली फिल्म इन्डस्ट्रीको तपाईँले 60% भन्दा माथि भएका कलाकार सबै लिनु भएको छ। यो हिसाबले यो फिल्मको बजेट तपाईँले कति आकलन गर्नुभएको छ, के छ? यसो छ, त्यो जति पनि इन्डस्ट्रीको कलाकारहरू लिइराखेका छन् हामीले, त्यो हाम्रो सिनेमाभित्र स्क्रिप्टभित्र क्यारेक्टरभित्र माग भएर नै लिइराखेका हो। र बाँकी अहिले सिनेमाको यसरी भन्न सकिँदैन कि टेन्टेटिभ यति नै खर्च जान्छ भन्न सकिँदैन। सुरुवात भइरहेछ। अब यो मैले चाहिँ योभन्दा 4 वर्ष पहिला डिरेक्टरलाई साइन गराए हो, बिचमा विभिन्न अवरोधहरू आए, कलाकार इन हुने आउट हुने, त्यो टाइमिङको कुराले गर्दा हो। र बाँकी चाहिँ जुन दिन सिनेमा हलमा पुग्छ, रिलिज हुन्छ, अनि मात्रै यसको फाइनली यति बजेट लाग्यो भनेर भन्न सकिन्छ। जस्तो अब तपाईँले यो फिल्म योभन्दा अगाडि पनि दसैँमा ल्याउने तयारीका साथ तपाईँहरू त्यति बेला पनि तामझाम गर्नुभएको थियो, फिल्म स्टप भयो। अब तपाईँले ठ्याक्कै रिलिज डेट तोक्नु भएको छ, के छ आज शुभ मुहुर्तमा त्यो शुभ मिति पनि तय गर्नु भएको छ या छैन, के छ त्यो चाहिँ भन्नु? यो चाहिँ ठ्याक्कै यस्तो हुँदो रहेछ क्या, पूजाजीले भने जस्तै सिनेमाको पनि आफ्नै भाग्य हुँदो रहेछ होइन। के कारणवशले गर्दा हामी गएको वर्ष दसैँमा आउन सकेका थिएनौँ र अहिले हामीले चाहिँ ठ्याक्क दसैँमा आउने भन्नाले पनि आधिकारिक रूपले आज शुभ मुहुर्त गरेका छौँ। र बाँकी चाहिँ हामी जान्छौँ 25 गतेदेखि फ्लोरमा जाँदैछौँ। हामीले भ्याइम मनी सिनेमा हाम्रो भ्याफेक्सका कुराहरू धेरै छ, हाम्रो लामो सेड्युल 65 डेज सेड्युल छ। इफ हामी केही समस्या नभएर हामीले सुटिङ कम्प्लिट गऱ्यौँ, सिनेमा राम्रो बनाउन सक्यौँ भने हामी आउँछौँ। भने दसैँमै आउनुहुन्छ, टाइममै सिनेमा टाइममा त 25 गतेदेखि सुटिङ नै छ होइन। र हामीले भ्याइम भने विभिन्न पछाडिका प्राविधिक कुराहरू, टेक्निकल कुराहरू हामीले राम्रोसँग गराएर भ्याइम भने आउँछौँ नै, त्यसमा दुई मत छ।